हेलो साथीहरू सबैजनालाई नमस्ते। अहिले चाहिँ बेलुकाको 5:30 भएको छ। हामी चाहिँ बच्चाहरूलाई लिएर पुइमे फास्ट फुडतिर जाँदैछौँ है त साथीहरू। अल्छी लाग्यो रे यिनीहरूलाई दिनभरि भएर बस्छ। ल साथीहरू हामी वाकिङ इभिनिङ वाकिङमा, दिदी पनि इभिनिङ वाकिङमा। आज चाहिँ मैले मौका छोडेर दिदी र भदिनीलाई भ्लगमा राखिदिएँ है त। नमस्ते, सब्सक्राइब गरिदिनु होला सबैले। मेरो ज्योति बहिनीको है सबै इष्टमित्रहरूले धन्यवाद। ल दिदी नमस्ते। पुइमे फर्निचर। ल साथीहरू आज चाहिँ हामी फाइनली पुइमे फास्ट फुडतिर जाँदैछौँ है बच्चाहरूसँग। अहिले हामी बाटोमा हिँड्दैछौँ किनभने यो हाम्रो घरको नजिकै छ। आमा अगाडि हुनुहुन्छ है साथीहरू। ल हामी पुइमे फास्ट फुडमा आइपुग्यौँ साथीहरू। ल मेरो छोरा दुईले यहाँ आएर बसिसकेछ। यो रहेको छ चिज पिज्जा है साथीहरू। के खाएको आमा? पिज्जा कस्तो छ हाम्रो पुइमे फास्ट फुडको? मिठो छ। बर्गर प्रभाव यहाँको चाउमिन कस्तो रहेछ? मिठो छ। अनि बर्गर टेस्ट गर त। बर्गर होइन चिकन हो, खाऊ न। मिठो लाग्यो। बिरामी खाँदैछु। हो बिरयानी त तातो रहेछ नि त, पुरा धुवा निस्किँदैछ। बाफ आउँदैछ, बाफ है साथीहरू। तिनीहरू पिज्जा खाँदैछ। आमाले भान्से हुनुभएको छ आज साथीहरू। तातो बिरयानी हाल्दै हुनुहुन्छ यहाँ मेरो आमाले। बिरयानी मिठो, त्यसै माथि आमाको हातको झनै मिठो है साथीहरू। आज चाहिँ सोमबारको दिन हामी चाहिँ फेरि बेलुकाको डिनर भनिदिउँ है साथीहरू। अब खानु खाउँ। बिरयानी कस्तो छ? मिठो छ। हामी अस्ति दालचिनीको बिरयानी खायो है। अनि आज चाहिँ हाम्रो पुइमे फास्ट फुडको बिरयानी। बिस्टो दालचिनी त अस्ति पो गएको त है साँच्चै। दालचिनीको नि नाङ्लो सेक चाख्यो, बिस्टोको पनि नाङ्लो सेक चाख्यो। अनि जहाँ गए पनि फेरि पुइमेमै खान मन लाउने हामीलाई। अनि हाम्रो प्रभावले भन्छ अब के मिठो छ कि छैन? बिरयानी कस्तो छ? अनि पिज्जा कस्तो रहेछ? चाउमिन यहाँ मोमो यहीँ छ त। तातो छ मोमो त एकदमै तातो मोमो। बिरयानीमा हालेर खाने थियो। बिरयानी हाल्यो नि। पिरो होइन नि त्यो। ल मैले खान्छ है त। मोमो लभर। तातो छ, तिमी खाऊ नि त। ल अब चाहिँ हाम्रो बटर नान र बटर चिकन आइपुग्यो। ल हालिदिउँ त आमा बच्चाहरूलाई। कति खाँदो रहेछ यिनीहरूले आज।
ए त्यही चोपेर खाने अरे ल खाऊ त कस्तो लाग्यो हगायोमा त आयो के खायो अरे बिरयानी खायो चाउमिन खायो अनि बर्गर खायो पिज्जा पिज्जा खायो खायो अब नाङ खाने त सुरु भयो सबै चिज खायो मिठो भयो सबै खायो नातिहरूसित बसेर खाने पनि भाग्यमानी हो है म त भाग्यमानी हो नि कस्तो रहेछ मिठो छ प्रभाव कस्तो छ ठिकै लाग्यो दामी छ मिठो छ धेरै चिल्लो चाप्लो खाने होइन रुवा खोकिला छ है साथीहरू हाम्रो कुइमेको 30 स्पेसल मेनु चाहिँ यस प्रकार रहेको छ है मैले पनि भिडियो लिआएँ आउने बित्तिकै गम दिएर ल हेर प्लेट त पुरा सखाप गरेर बसेछन् घरतिर लाग्यो शीतल भयो है सिधालो ल अब हामी त हिँड्दै जाने हो ल दाउरा थकाली फेरि त्यता छ है साथीहरू हजुरहरू नि आउन सक्नुहुन्छ अब हिँड्दै खाँदै ल अब हामी त टन्न खायो साथीहरू अब चाहिँ यसरी हिँड्दै घरतिर लाग्यो हामीलाई त जुस खान मन लाग्यो भने यहाँ जति भने पनि छ हाम्रो बिरौटामा जुस पनि है ल साह्रै रमाइलो लेक साइड कस्तो फिलिङ भइरहेको छ यो रोडमा यो जुस पसलहरू देख्दाखेरि साइडमा रेस्टुरेन्टहरू देख्दाखेरि चाहिँ हाम्रो बिरौटा पनि लेक साइड दाइ बिरौटा भाइ है साथीहरू ल हस् त धन्यवाद नमस्ते